नमस्ते साथीहरू, म यो रमाइलो नेपाली गाउँमा आएको छु। आजसँग रमाइलो गर्न जाने। यो खेतको काम त सजिलो छैन है, तर रमाइलो छ। दाल भात पावर 24 आवर। वाह, कस्तो मिठो। यो गाउँको शान्ति त मान्छुने जस्तो लाग्छ। Look at Hajurama. She's planting rice like a machine. I'm planting future. Do you even know English? Little bit, but enough to teach you. गाइस, मलाई भ्लग बनाउन नि नागरिकता चाहिँदो रहेछ। म कालो भएर इन्डियन जस्तो देखिरहेको छु रे। कालो मान्छे नेपाली हुँदैन। नमस्ते सबैजना, मेरो भ्लगमा स्वागत छ। हेर्नुहोस् मेरो साथी कस्तो रमाइलो गर्दैछ। धन्यवाद, लाइक र फलो गर्नु होला। मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेराई। रिका दिदी, मलाई माफ गर्दिनु, म अब फोहोर फाल्दिन। यो फोहोर फाल्ने ठाउँ हो। साथीहरू, मेरो त सास नै अड्केला जस्तो भयो। लौ न, के गरौँ? I need backup now. गाइस, वेलकम ब्याक। यो मेरो अर्को साथी कुङ्गा शेर्पा हो अनि मलाई नेपाली सिकाउने साथी पानी हो। धेरै जनाले सोध्नु भयो अक्सिजन चाहिँदैन र माथि। वै जतिको अक्सिजनले पुग्छ हो हजुर मलाई तुप्पोमा पानी। गाउँको जीवन चिया मिठो, मेरो जवानी तिमीहरू सक्दैनौ मेरो जस्तो। आज गाउँ घुम्न आएको अनि सुनेको थिए गाउँको लोकल राक्सी त एकदम दामी हुन्छ भनेर। आमा, यहाँ लोकल राक्सी कता पाइन्छ होला? यति बाबु, यही पाइन्छ नि। ल साथी हो, मैले त खाए राक्सी एकदम मिठो रहेछ। Guys, I know it's hard to believe, but I'm real and this is my friend K Sherpa. यो मान त मेरो नेपाली हो and yes, मलाई नेपाली बोल्न आउँछ। के को मिसन 84? हामी त खाने हो खसी, भोट पुरानो पार्टीमा हाल्ने अनि सुन्ने अर्को 5 वर्ष रुवाबासी। हो साई हो। आज यति माछा मर्न आएको बागमती खोलामा तर माछा नै पे पर्दैन। अब माइले कसरी पेट पाल्ने होला? Namaste. I'm standing here in the heart of the Himalayas, Nepal. Just look at these mountains. गाइस, यो खाना त एकदम मिठो छ। हो, हाम्रो नेपाली खाना त डरै मिठो हुन्छ। दाल भात त एनर्जीको किङ हो जस्तो छ। म आज मुक्तिनाथ दर्शन गर्न आएको छु कोदे सगरमाथादेखि। तपाईहरू पनि दर्शन गर्नुस् भन्नुस्। जय मुक्तिनाथ लेख्न नबिर्सिनु है। नमस्ते सबैजना। अब पीएम को एन्ट्री हो, हेलीबता हो है। फेयर एन्ड लभली चाइल्डहुडले त व्हाइट बनाइदियो नि। पीएम यतिको पहिलो रुल सिंह, सबै मोमो आधा पैसा, चिया त फ्री। अब चिल मोड अन। यो सेक्युरिटी त ओभरलोड हो यार। अब यति वक पनि भिआइपी वक हुन्छ नि, होइन त? अब नेक्स्ट लाउ त एभरेस्टको टपमा पास गर्नु पर्छ जस्तो छ। बाई सबै। ए भाइ, यो खुकुरी कि नकली हो कि म अब अफिसियली कमजोर भएँ? ए नेपाल, आजको मेरो खाना मैले सजिलै पाएको छु है गाइस। मेरो खाना होम डेलिभरी नै भएको छ भन्न पाइन्छ। पत्याउनु भयो कि क्या हो साथीहरू? खदैन मेरो साथीलाई कहाँ खानु? यो मेरो साथीको छोरा हो नि। तपाईहरूलाई थाहा छैन होला, बट मेरो एउटा दाइनी हुनुहुन्छ अनि अझ उहाँलाई नै लिन गएका छौँ हामीहरू। उहाँ कैलाश पर्वतमा हुनुहुन्थ्यो अनि आज 40 वर्षपछि आउँदै हुनुहुन्छ। उहाँ भगवान शिवको ठुलो भक्त हो अनि यति वर्षसम्म हामी दुई भाइ दुईवटा देशमा बसिरहेछौँ। Let's go, friends. We are about to leave. He sent a message and he has reached a village in Saipal, Himal. Om Namah Shivaya. साथीहरू, यो देश खत्तम भयो। म त लागेको आकाशतिर। हो कता हो? त्यो त लेखनाथबाट आएको जस्तो छ नि, पर मायाले घम लाग्छ भन्छ। हो नि। अब मेरो त भिटामिन डी दिनु पर्छ होला। दाइ सिट खाली छ? भित्र आउनु। खै त खाली सिट। ढाँट्ने मलाई। दाइ सिट खाली छ? सिट सबै खाली छ, आउनुस् बस्नु चेतो।
खोइ त शीतखली झुक्कै हल्यो ने यो खलासीले मलाई फेरि। हेलो सबैजना, अब म यति फर्स्ट टाइम यो नेपाली वेडिङमा हो। कस्तो रमाइलो छ यार, यति डान्स मोडमा छ। ए यो त रिमिक्स भयो नि ढोवे, फोक मिट्स जंगल स्टाइल। नमस्ते सबै, अब म बोल्छु। ब्राइड त सुन्दर छ, ग्रुम त लक्की छ। अब खाना कहिले दिन्छ हो? दाल भात मास्तो। यस्तो जब हिमाल त कति चढियो चढियो। नमस्ते सबैजना, यति बजारमा एन्ट्री, यो जग्गा त फुल क्राउडेड छ ब्रो। दाइ यो सनग्लासेस त बिल्कुल सुपरस्टार जस्तो लाग्छ। कति हो? अब म सस्तोमा मग्छु है। 500 माइनस कति आउँछ यार? अब त ब्रेन नै सर्ट भयो। क्याल्कुलेटर छ? बस हुँदै अब ल्याऊ। यो सनग्लासेस त यतिको सिग्नेचर फेसन आइटम हो नि। सबै हेरा हेरा स्टाइल। हेलो सबैजना, यति फार्मर आएको छ, अब खेती गर्ने हो है। अरे यो गोठ त प्रोफेसनल चोर हो यार। मेरो मोमो गायो। मैले छोदै बुफालोलाई त रेस्पेक्ट छ अब। नमस्ते सबैलाई, म रियल हो। अझै पनि धेरैलाई विश्वास लागेन है, बट प्लिज लाइक एन्ड फलो टु सपोर्ट मी एन्ड म लाइभ आउँछु। तुवा लाएको छु, तारासनले त बीबीक्यू बनाउने जस्तो छ। यति दाइ आइसक्रिम हो? मलाई त डिप फ्रिज चाहियो, यहाँको त हावानी हिटर जस्तो छ यार। हेलो गाइस, आज म यता कुसमा आएको छु बुन्जे जम्प गर्न। बहुत डर लागिरहेको छ, तपाईहरू रेडी हुनु है त। गाइस, यो मेरो भाइ हल्क हो, अमेरिकाबाट हिजै आएको हो मलाई भेट्न। अनि आज हामीहरू सेतो टावरमाथि बसेर एक एक प्लेट मोमो खान्छ। दाइ यो मोमो त लास्टै मिठो सा हौ, मलाई लास्टै मन पर्यो। मेरो बुढी र बच्चाको लागि पनि लिएर जान्छु। गाइस आज मरिन्छ जस्तो छ। रोशनी सँग बिहे नगरी मर्नुसिन मलाई। गाइस बचाऊ। Everyone, welcome back to the channel. Today we're exploring the beautiful streets of Pokhara. नेपाल, जय बजरंगा बली। नमस्ते सबैलाई। धेरैजनाले भन्नुभयो हजुरको छोरा पनि देखाउनुस्, अनि देखाउनै पर्यो। यो मेरो छोरा जियाङ हो। मैले मेरो छोरालाई पहिलो पटक बाहिर लिएर आएको छु, अनि आज हामीहरू सगरमाथा चढ्न गएर छौं। कृपया लाइक एन्ड फलो गरिदिउँ है। हुर्रे! जय नेपाल, जय बजरंगा बली। आज मेरो लागि ठुलो दिन हो गाइस। कति भयो काम गर्न थालेको? 4 महिना। कति छ तलब? 5 वटा केरा दिनको। ओहो कति गर्मी यो काठमाडौँ त। उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। किन वान वे यात्रा आउन भएको? बोर्ड देख्न भएन? बोर्ड त देखेको थिएँ सर, तर मैले तपाईलाई चाहिँ देखिन। आमा, यहाँ गुन्द्रुक र भात खान पाइन्छ होला? आबुई सेतो मान्छे। कस्तो गर्मी हो, धेरै नै हट भाङ होला म। हो बाबु, तिमी कालो भकाले नि हट भएको हो। हेलो गाइस, आज बिहानै म पशुपतिनाथ दर्शनको लागि आएको। जय शम्भो, जय भोलेनाथ। जय पशुपतिनाथ। यस्तो जब हिमाल त कति चढियो चढियो। हेलो गाइस, आज हामी घान्द्रुकी पुग्यौं। अब हेरौँ गुन्द्रुक पाउँछ कि नै। आन्टी गुन्द्रुक छ? गुन्द्रुक त खानु खानु न बाबा। ओहो, हेर्नु साथीहरू, म आज पोखरा आए। प्याराग्लाइडिङ त एकदम दामी रह्यो। हजुर नेपाल आउनुको खास कारण? ब्युटी हेर्न। आज चिकन तेरो दैले बनाउँदैछ, रक्सी लिएर आयौ। यस दाइ। आज झ्याप हुनै हो, रैला हन्नै हो। बहिनी मोही पैसा ग्लासमा दिम्की गलामा यति दै। ओहो नानी त खतरा रहिसिन्। मच्चा खाने वाइ आऊ है गाइस। एभरेस्ट बेस क्याम्पमा फिसिङ गर्दैछु। लौ न नि, कहाँसम्म जानुपर्ने हजुर? मुङलिङ पुर्याइदिनुस् न दाइ। दाइ, 1 प्लेट बफ मोमो। यो प्लेट जस्तो देख्छ तर 20 प्लेट खान्छ नि।
Grandma, what's the biggest lesson you've learned in life? Life is like farming, child. You plant with. काठमाडौँमा सबैभन्दा अनौठो कुरा के देख्नु भएछ म बाहेक? एउटा मान्छेले बाटोमा सिटामोल राखेर हावा खान दिइरहेको थियो। म त सोचे काठमाडौँमा औषधि पनि सनबाथ गर्छ रे। बारम्बार आँधी आउँदा पनि हामी किन रोपाई गरिरहन्छौँ? Because the earth never forgets those who keep faith, even through the storms. आमा तपाईसँग फोटो खिच्न पाए जीवन सफल हुने थियो। पहिला नुहाएर आऊ, हाम्रो गन्धले त बाख्रा पनि बेहोस हुन्छ। ओइ दाइ, एउटा चुरोटको कति हो? 15 रुपियाँ। कस्तो महँगो गरेको हो सोल्टी। बाँदर भनेर हेपेको। काठमाडौँ आउने सपना थियो, तर यो त खत्तम ड्रिम निस्क्यो यार। यो खल्लो हो कि स्विमिङ पुल, एकदम 5 स्टार गटर एक्सपिरियन्स। We came to Pasupati to visit me and grandma. Speak a little slower, otherwise everyone will say a monkey came. अब जंगलमा घुमेर आएन, पढ्ने लेख्ने पनि गर्नुपर्छ। मान्छेहरूले लास्टै हेप्न थाले। तँलाई रिग्रेट हुँदैछ होला नि हैन? खुब छोडेको थिइस् नि मलाई येटीको लागि भनेर। आज हेर म कति फेमस छु। येटी दाइ, नेपाल किन आउनु भयो? यता राम्री राम्री केटी पैन्छ भनेर सुनेको, हेर्न आएको नै। बोट त चलाएको टाइटानिक न बनाओस् है। यति दाइ लाइफ ज्याकेट छ कि फ्यासन मात्र? स्टाइल पनि जरुरी हो नि पोखरामा। आमा, जीवनमा गर्न पर्ने तीनवटा कुरा के हुन्? बाबु, आमा बुवालाई सम्मान गर्नुपर्छ। मर्निङ गाइज, नेपाल आएर मोमो नखाने कुरा हुन्छ? दाइ मोमो चारा धेरै भोक लाग्यो। छ नि दाइ। यो चाहिँ असली नेपाली टेस्ट हो। नमस्ते, म यहाँ मोमो खान आएको। आज लामो समयपछि म मोमो खाँदैछु। हेर्नुहोस् स्वाद कस्तो छ। बन्दर बाबा अनि यो हो येती दाइ। आज हामी पशुपति दर्शनमा। कमेन्टमा जय पशुपतिनाथ लेख्न नबिर्सिनु है। जय पशुपति। फाइनली टप अफ द वर्ल्ड माउन्ट एभरेस्टमा पुगेको छौँ। जय नेपाल। मा, किन सबै कुरा चढाइ पाउन सकिँदैन जस्तो लाग्छ? बाबु, धानको बिउ पानीमा रोपेपछि पनि फल्न समय लाग्छ। Grandmother, how are you? What are you doing here? I am Nepali, but I will speak in English. I am planting rice today and everything is going well. How about you? यो साँच्चै सुन्दर छ। कस्तो शान्ति। आउने चुनावमा मलाई नाइ वते दिनु है आमा। पुरानो नेताले देश बिगार्यो। नमस्ते आमा। Do you know who is Nepal's current prime minister? त्यो त हरेक वर्ष नयाँ हुन्छ। अब याद कसरी रहने? भ्लगलाई लाइक गर्नुस् गाइस। आज म आमासँग 1000 को खुल्ला माग्न जान्दैछु। तँ जस्तो हँसाउने येटीलाई त खुल्ला दिनै पर्छ। गाइज, म नेपाल आइपुगे। अब ट्राफिकमा फस्यो। आज पशुपति आएको घुम्न येतिरामा। जा गएर त्यो के राखोस्। जय पशुपति। नेपाली केटेहरू त सबै राम्रै हुँदा रहेछन् यार, स्पेशली चाइ चेत्रिनीहरू। गाइस, क्वेसन भने मिलाइदिनु होला है। यो साँच्चै सुन्दर छ। कस्तो शान्ति। नमस्ते, म भर्खर होटल आइपुगेँ। अलिकति थकित तर खुसी छु। आजको लागि यति नै। शुभ रात्रि।